त्यो बादल त तल आस्तो माने मैले सर त्यो फाटो रहेछ उता उता सरिरहेछ यो चाहिँ हाम्रो र्याजको रुख कति ठुलो छ हेर्नु त र्याजको रुख आज हामी चाहिँ सल्यान जिल्लाकै सबभन्दा ठुलो मध्येको एक कुमाखोलीमा जाँदैछु जसको उचाइ चाहिँ 2550 मिटर जति छ यदि म गलत भएन भने हेर्नुहोस् बाटो यस्तो छ हामी पुग्नु पर्ने ऊ माथि टुप्पोम है त्यहाँ हो हेर्नुहोस् जङ्गल कस्तो खतरा जङ्गल चाहिँ पुरै ढाकेको छ है यस्तो छ ओ जीवन सर हेलो हेलो हामी अहिले कहाँ छौँ रे कुमाक गाउँपालिकाको सबभन्दा अग्लो लेक जाँदैछौँ कुमाक मन्दिरमा जाँदैछौँ हेर्नु नि त अगाडि मेरो हिँड्न लाग्दाखेरि कि चिप्लिन्छ कि चिप्लेनमा छोडिदिन्छु क्यामेरा केहरू त चिप्लेन ठिक छ अगाडि देखाउँदा हो निलो खानेकुरा खान पाउँछ नि त त्यो पैसा चाहिँ जङ्गलमा उनीहरू मिठै हुँदैन यो चाहिँ हाम्रो यहाँ पानी छैन त्यो भएर हामीले यो पात खाइरहेको छौँ सतराको पात हेर्नुहोस् है पानी छैन एकछिन मेरो भिडियो पनि गाइदिनु यो कुन हो यो चरा भिडियो गाइदिनु न मेरो पनि फुल फुलिरहेको छ यो दुईटा पनि खोजिरहनु साथीहरूले हुन्छ त्यही चरा मैले अस्ति फोटो पठाएको सेतो कि रातो रातो हो धेरै प्रकारका छन् फल कस्तो हुन्छ कालोवाला छैन कालोवाला रातो भयो यसलाई चिराइतो भन्छ यो जडीबुटी हो यो यति खायो भने तितो हुन्छ होइन तितो हुन्छ यो चाहिँ चियापत्तीमा यो राखेर यो सुकाएर राखेर खाने गर्छ चियापत्तीको रूपमा खाने गर्छ यो खायो भने रुवाखोकी लागेको घाँटी दुखेको सन्चो गर्ने भन्ने हुन्छ ए यताको यो चाहिँ के रहेछ यो चाहिँ ट्याक्कै हलेतो जस्तो छ यसलाई वन के भन्छ अरे जङ्गली के भनेको वन हलेतो है के भनेको थियो अस्ति देख्छु मैले ट्याक्कै जाउँ त माथि होइन यो चाहिँ र्याजको रुख त्यही हो यो के हो त फेरि यो तेजपत्ता हो तेजपत्ता होइन सर यो वन के भन्थ्यो हो यसलाई ठिक छ फरक फरक खाले छ यहाँ सबै पन्यु बनमारो त यो बनमारो व्यापक छ फैलिएर बत्तसँग बत्त खुसी जसमा मात्रै उसले फाइदा छ कुमाक त हो तल भाइजहरू लिएर भनेपछि सही रहन्छ प्रत्येक दिन देखेको रोडहरू देखेको चाहिँ बडा गाउँ हो ल एकबार गाउँछु म भिडियो यो अन्नै छ म यता पछाडिबाट बनाउँदै जान्छु आइगयो सर यताबाट आइगयो
हामी चाहिँ माथिल्लो कुमारकोट ट्रेकिङमा छौँ। रुकुमको चौरजारी जाजरकोट नगरपालिका जाजरकोटसम्म निहालिरहेका छौँ। तर यो मौसमको कारण यो मौसम बदलीको कारण चाहिँ धेरै स्थान चाहिँ देख्न सकेका छैनौँ हामीले र हिम श्रृङ्खला पनि आज देख्न सकिएन। थोरै देखिएर यो सिस्नेमालको सिस्नेमाल थोरै चाहिँ यता पुरै देखिएको छ। हुसले राखिसक्यो है। सिस्नेमाल त देखियो हो हल्का देखियो। जनावरलाई त 10-12 जनालाई त इनफ हुन्छ। यहाँसम्म नै पुग्यो भने बनाऊ भिडियो बनाऊ। बनाएको